हाम्रो शेर्पा संस्कृति र परम्परागत गहनाहरू टाँसिदेले हामी शेर्पा समुदायको पहिचान हाम्रो भाषा र धर्ममा मात्र नभई हाम्रा पुर्खाहरूले चलाउँदै आएका यी सुन्दर गहना र पोसाकहरूमा पनि झल्किन्छ। हिमाली भेगको चिसो हावापानी र हाम्रो सांस्कृतिक मान्यता अनुसार यी गहनाहरू केवल सजावटका लागि मात्र नभई सुख समृद्धि र सुरक्षाको प्रतीकका रूपमा पनि लगाउने गरिन्छ। विशेष गरी आमा दिदीबहिनीहरूले ल्होसार, विवाह वा कुनै पनि शुभ कार्यमा यी गहनाहरू लगाउँदा हाम्रो परम्परा अझै जीवन्त देखिन्छ। तपाईले माथि फोटोमा देख्नुभएका गहनाहरूको विवरण यस प्रकार छ। गहना र पोसाकको विवरण। छिरिङ्ग किङखाब स्योमुङ। यो हाम्रो विशेष उत्सवहरूमा लगाइने रेशमी कपडाको बुट्टादार टोपी हो जसले हाम्रो शान बढाउँछ। स्योमुङ मोस्या। यो जाडोबाट बस्न र दैनिक रूपमा प्रयोग गरिने उनको परम्परागत टोपी हो। पिन। यो चाँदीको ठुलो ब्रोच जस्तो पिन हो जसले हाम्रो लुगालाई थप आकर्षक बनाउँछ। मेन्दो कोक्तेबपन प्याकुर। कानमा लगाइने फूलको बुट्टा भएको ठुलो सुन वा चाँदीको गहना हो। टिकटिक। घाँटीमा टपक्क टाँसिने गरी लगाइने बुट्टादार हार हो। बुटिल। यो कानमा झुन्ड्याएर लगाइने सानो र सुन्दर मुन्द्री हो। आलुम। हाम्रो समाजमा निकै प्रचलित सुनको ठुलो र गोलो बाली। सोर्तुक। यो औँलामा लगाइने औँठी हो जसमा प्रायः बहुमूल्य पत्थर जडिएको हुन्छ। कण्ठा। ठुला ठुला मुगा र पोतेका दानाहरू मिलेर बनेको सुन्दर माला। मठिल। नाडीमा लगाइने चाँदीको मोटो र कलात्मक बाला। छिरुक। यो रातो मुगाको माला हो जसलाई हामी शेर्पा समाजमा निकै सम्मान र महत्त्वका साथ हेर्छौं। जी। यो सबैभन्दा बहुमूल्य र दुर्लभ ढुङ्गा हो जसलाई सुरक्षा र शक्तिको प्रतीक मानिन्छ। पोसिल। पहेँलो वा सुन्तला रङको पत्थर, एम्बरको गहना। मोती। सेतो मोतीको माला जसले सुन्दरतामा थप निखार ल्याउँछ। यु। हाम्रो संस्कृतिमा अनिवार्य जस्तै मानिने नीलो फिरोजा ढुङ्गा। अन्त्यमा केही शब्द। समय परिवर्तन हुँदै गए पनि हामीले आफ्नो पुर्खाको यो नासोलाई बिर्सनु हुँदैन। यी गहनाहरू हाम्रो पुर्खाको इतिहास र हाम्रो पहिचान हुन्। हाम्रो नयाँ पुस्ताले पनि यी सांस्कृतिक कुराहरूलाई बुझ्न र जोगाउन जरुरी छ। आफ्नो भाषा, वेशभूषा र संस्कारलाई माया गरौँ। थुची छे, धन्यवाद।